हुनुहुन्छ? तपाईहरुलाई स्वागत गर्न चाहन्छु आजको ब्लगमा। र आज चाहिँ हामी औषधि खान गइरहेका छौं। यो चाहिँ अर्ग्यानिक औषधि हो, देख्न सक्नुहुन्छ। यसको नाम चाहिँ चिप्ले किरा हो। चिप्ले किरा यसलाई चाहिँ टक्क के गर्नुपर्ने हो? यसलाई अब हामी पखाल्नु पर्छ। त्यसको के फाइदा हुन्छ त्यसको? यसले चाहिँ हाम्रो जिउको कमरहरू हड्डीहरू खिएको जिउ दुख्ने अहिले हाम्रो शरीरका विभिन्न रोगहरूलाई यो त्यसले चाहिँ यसको जुन लेदोले यसको चिल्लो पर्ने चाहिँ चिल्लो पार्ने काम गर्छ भनेर सुनेका छौँ। त्यस कारणले मैले पनि अब यसलाई खाने चेष्टा गर्दैछु। अब हेरौँ कतिको खान सकिन्छ। यसलाई अब मर्मत गर्ने त यत्रै चाहिँ लिन सकिँदैन होला। त्यस कारणले गर्दा यसलाई अब 2 पिस पारेर खानुपर्छ भन्ने यसलाई अब हामी यसरी काटेर यत्रो खायो भने त अड्किन्छ होला। यसलाई म सर्लाकै काटिदिन्छु। काटेपछि चाहिँ यसको कडा हुने रहेछ यस्तो गु। अब यसरी पखाल्यो। यत्रो डोलो लिन सकिन्छ कि भन्ने मैले आशा गरेको छु। हेरौँ कसरी खाने हो त? कसले खाएको देखेको देखेको तर पनि अब बाध्यता छ मेरो। के समस्या त्यस्तो आइपऱ्यो त? यस्तो घोडाहरू दुख्ने जिउहरू कम्मरहरू दुख्ने समस्या छ। त्यसको बाध्यताको कारण भएको कारणले गर्दाखेरि अब कसरी खाने भन्ने बेलामा चाहिँ अब यसो हेरौँ न अन्तिमसम्म हेरौँ खाने हो कि होइन। हेरौँ है हेरौँ। जिउको दुख्ने कम्मर दुख्ने हाडहरू खिएका नस चेपेका सबै कुरालाई पक्कै पनि लेखेको पार्दैछ भनेर विश्वास गर्दै अब म खानेछु। दर्शक बिनाहरू अब यो के भन्न चाहन्छ? दर्शक बिनाहरूलाई के खाने चाहने? उहाँहरूले पनि अब हेरौँ मैले खाँदैछु। उहाँहरूले पनि अब मलाई पक्कै पनि मेरो जीवनमा काम गऱ्यो भने तपाईँहरूले पनि कोसिस गर्नुहोस्। सुँगुर चाहिँ खान नसकिरहेको छ। अब म चिन गरेर यसलाई मैले लिने कोसिस है त ल अन्तिमसम्म हेरौँ खाइ सकिन्छ कि सकिँदैन। कसरी खाने होला यसलाई केही छैन। मैले एकदम यसलाई खानको निम्ति चाहिँ मैले एकदम शक्ति हुँदैछु। अब चाहिँ मैले खाने आँट गर्दैछु। सकिँदैन के हो खानु? होइन सकिन्छ सकिन्छ। बोल गर्नुपर्छ भाइ। यसलाई त 2 3 ल गप्पै गप्पै ल है त हेर्नु हामीले अहिलेकै हामी टक्कसँगले हामीले चिप्ले किरालाई देखाइसकेको छौँ। मिठो रहेछ ल यसको बारेमा के कस्तो अनुभव भयो त? यो अहिले खाँदा खाँदै मलाई चाहिँ अलिकति निको भएको जस्तो हो कि अहिले काम गरिहालेको जस्तो लाग्यो। त्यस्तो भयो तर यहाँ घाँटी मर्किरहेको छ। एकछिन ल है त अहिले हामीले भर्खरै मासु अर्ग्यानिक मासु खाइसक्यो। अब हाम्रो एसपी खालिङले पनि अब खाने कोसिस गर्दै हुनुहुन्छ। उहाँले धुनुहुन्छ माथि उयो जगले यता खोइ हो यसले धुने। अब यो औषधि हो। उहाँले पनि अब मैले देखाउँदा सर कस्तो भयो? चिप्लो रहेछ यार। यो चिप्लो हुन्छ नि त एकदमै। त्यसरी चिप्ले किराले चाहिँ हड्डीको नसादेखि लिएर हड्डीको गुडीमा यसले काम गर्छ भने फेरि धुएर सर्लकै त्यसको गु चाहिँ फ्यालौँ न। गु नामै गु नै औषधि अरे। खै देखाउँदा सर। अब यसलाई चाहिँ एउटा मासुको डल्लो हो यो।
अनि यसो गरेर उहाँले अब खाने कोसिस गर्दै हुनुहुन्छ। अब उहाँको पनि जिउहरू दुख्ने विभिन्न समस्या छ भन्ने सुनेर मैले एकदमै खानलाई प्रेरणा दिएको छु, उत्साह दिएको छु। उहाँले सट्टा लिनुहुनेछ। ल ल उतो पानीले सट्टै पानी पानी अचक्क हो त यो अब उहाँले खाइसक्नु भएको छ। कस्तो भयो त तपाईँलाई अब यो? हल्का पावर आएको जस्तो महसुस भयो। ठिक छ, केही छैन, बवाल रहेछ।